नमस्कार सम्पूर्णलाई म प्रकाश थापाको आज म धनगढी आएको छु गोपी हमालको साथमा मेरो पछाडि देखिराख्नु भएको छ पुरा देवालमा प्रिन्ट गरेका छन् अग्रज व्यक्तित्वहरूको विशिष्ट व्यक्तित्वहरूको फोटा छ म तपाईलाई देखाउनु छु त्यो गरेर हेर्नुस् यहाँ श्री 1008 स्वामी देवराज आचार्यज्यूको छ भने उहाँ लगायत अन्य व्यक्तित्वहरूको फोटा देखिरहेको छु मैले सुदूरपश्चिमका साभालोक साहित्य पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूको देवकान्त पन्तज्यूको छ। त्यसै गरी धेरैजनाको फोटा छन् भने यता पनि एकदम राम्रो बनाएको छ धनगढी देवालमा पनि एकदम राम्रो पेन्ट गरेको छ। हेर्नुहोस् जताततै एकदम चिटिक्क परेको छ एकदम राम्रो देखिएको छ धनगढी यति बेला। अनि हाम्रा बोराजी पनि आएका छन् अति सुन्दर छ। यताबाट अलि उता गयो भने उता पनि एकदम राम्रो राम्रो प्रिन्ट छ। म तपाईँलाई देखाउने कोसिस गर्नेछु है त। यी अग्रज व्यक्तित्वहरू नायक हुनुहुन्छ सुमन सिंहज्यूको तस्बिर बनाइएको छ भने यता चाहिँ सुदूरपश्चिमकै एकदम प्रसिद्ध कलाकार हुनुहुन्छ टङ्क तिमिल सिन्हाजी उहाँको पनि फोटा रहेको छ भने नायक महानायक रहेका छन् हाम्रा विराज भट्ट सुदूरपश्चिमको छोरा हुनुहुन्छ उहाँ पनि विराज भट्टको फोटा पनि दिवालमा प्रिन्ट गरिएको छ। यता अर्को नायक हुनुहुन्छ पुष्प खड्काज्यूको तस्बिर छ भने यता पनि अग्रज व्यक्तित्वहरूको रिचा शर्मा नायिका रिचा शर्माज्यूको पनि यहाँ प्रिन्ट गरिएको छ भने यता हेर्नुहोस् जगत टमट्टा क्रिकेटर प्रशिक्षक राष्ट्रिय टोली भन्नुभएको छ। धन्यवाद। चाहिँ यता चाहिँ विराज भट्टको छोरा समीर भट्टज्यूको फोटा रहेको छ भने यता चाहिँ देउडाकी खानी भनेर चिनिने अति पुरानो क्यासेटको पालामा अति उहाँको गीत सुनिने गरिन्थ्यो भने यहाँ चर्चित देउडा गायिका हुनुहुन्छ लोक तथा देउडा गायिका टिक्रा देवी बादीज्यूको फोटो रहेको छ भने उहाँको एकचोटि उहाँका गीत प्रसिद्ध सुन्न पाइन्थ्यो। यता दलबहादुर बोगटी देउडा गायक भन्नुभएको छ उहाँको पनि फोटा रहेको छ। उहाँ लगायत अन्य थुप्रै कलाकारहरूको फोटा देख्न सकिन्छ। देवसिंह ओराज्यू लोक नृत्य कलाकार हुनुहुन्छ उहाँको पनि छ। ल हेर्नुहोस् राईझुमा गीतका गायक हुनुहुन्छ आदरणीय यज्ञराज उपाध्यायज्यूको उहाँको चाहिँ मुखमा चाहिँ अलि पानीले भिजेर हो कि के भएको प्रिन्ट अलि खराब भएको छ भने आदरणीय व्यक्तित्व हुनुहुन्छ यज्ञराज उपाध्याय हाम्रो स्वर्गीय परिमल स्नेही गायक भन्नुभएको छ उहाँको पनि प्रिन्ट रहेको छ भने यता फेरि अर्को एकदमै चर्चित कलाकार हुनुहुन्छ सुदूरपश्चिमको लालबहादुर थापा देउडा गायक हुनुहुन्छ भने यता अर्को हुनुहुन्छ रवि ओड गायक भन्नुभएको छ चर्चित गायक हुनुहुन्छ उहाँ पनि। अनि अर्को आदरणीय व्यक्तित्व हुनुहुन्छ यता विनोद बाजुरेली गायक बाजुरामा जन्मिनु भएको आदरणीय गायक विनोद बाजुरेली लगायत सम्पूर्णलाई धेरै धेरै सम्मान छ। धेरै धेरै धन्यवाद छ गोपी हमालजीलाई एकदम राम्रो प्रिन्ट गर्नुभएको छ। अब जो फोटोमा अलि आएको छ उहाँको मर्मत गर्ने पालो आएको छ भने उहाँको मुखमा अलि भएको छ हाम्रो यज्ञराज उपाध्यायज्यूको उहाँको चाँडै ध्यान जाओस् भन्न चाहन्छु गोपी हमालज्यूको। धन्यवाद छ गोपी हमालजीलाई। यस्ता लगायत धनगढीका अन्य ठाउँमा पनि यस्तै प्रिन्टहरू धेरै देख्न पाइन्छ।